हेलो गाइस, तपाईहरुलाई स्वागत छ मेरो सानो मिनी ब्लगमा। अनि आज चाहिँ मेरो वाइफ मलाई भेट्न आएको छिन् अनि ऊ धेरै टाढाबाट आएको अनि हामी यताउता घुम्यौँ, फोटोहरू खिच्यौँ। उसलाई भोक लागेछ, के खान्छौ भन्दाखेरि उसले चटपटे र पास्ता खाने भन्यो। अनि चटपटे पास्ता किनेर हामी मेरो रुमतिर अघि बढ्यौँ। अब तपाईहरुलाई थाहा छ, अब केटाको होस्टेलमा केटीलाई जान दिँदैनन्, तर हाम्रो चाहिँ रुम तल बसेर खाना चाहिँ मिल्छ हैन। त्यही भएर हामी रुमतिर अघि बढ्यौँ, रुममा जाँदैछौँ। अनि त्यसपछि उसले अघि किनेर लिएर आयो बदम खाने रे हामी। उसलाई लास्टै भोक लागेको रे, खाएर देखाउन अब पहन न कस्तो देखिरहेको जस्तो सुकै देखे पनि राम्रो नै देखेको छैन। अब चाहिँ भन्नु फेरि देखाउनु। त्यो चाहिँ भिडियो अन गरेर भिडियो बनाइसकेको थियो, उसलाई चाहिँ राम्रो देखेन रे हैन। अनि त्यसपछि अनि मैले पनि फेरि भिडियो गरेर फेरि बनाइदिएँ उसको लागि भनेर। अनि उसले बदम फोडेर मलाई खुवायो। फेरि बदम मलाई मन पर्दैन त्यति, अनि मैले चाहिँ मन पर्दैन भने उसलाई चाहिँ मन पर्छ। उसले चाहिँ खायो, गम 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 खायो उसले चाहिँ हैन, ऊ मिठो छ भनेर। माथि गएको भाइले पास्ताको लागि पानी सानी रेडी गरेर राखिसकेछ। यो चाहिँ हाम्रो पास्ता अब भाइले बनाउँछ अनि खाइन्छ, उसलाई पनि खिलाइन्छ। उसलाई पानी तिर्खा लाग्यो अरे, अनि यो चाहिँ फेरि पानी होइन, स्प्राइट हो नि फेरि। अनि त्यही हामी पानी खाँदा खाँदै भाइले उमालेर सकिसकेछ। अनि यो चाहिँ हाम्रो रुमको बड्डा। अनि यो चाहिँ हाम्रो समीर भाइ, उसले नै बनाउने हो पास्ता। अनि चटपटेको लागि रेडी गरेछ, चटपटे चाहिँ मैले बनाउने हो। अनि पास्ता उसले बनाउँदैछ, उसले अब मिठै बनाउँछ, अरू कुरा थाहा भएन। अनि ऊ चाहिँ भिडियो कलमा बोल्दै बनाइरहेको रहेछ, को हो भनेर सोद्धाखेरि उसले मलाई भनेन हैन। अनि भाइ को हो त्यो मोबाइलको? को बुहारी हो? बुहारी हैन, ठिकै छ, जसुकै भए पनि उसले रमाइलो गफ हानेर बनाउँदैछन्। चटपटे बनाउनुतिर अघि लाग्यो। मैले पन्जा देऊ भनेको, अर्कोले सुनेर अन्डा लिएर आएर दिन्छ। माइला अन्डा होइन पन्जा भनेको, पन्जा लिएर आएर दियो। त्यसपछि मैले भुजा, नेपाली चाउचाउ वाइ वाइ, मिठो बनाएर खाने भन्ने सोच। अनि प्याजहरू खोर्सानीहरू हालेर मैले मैले मिठो बनाउँछु भनेर सोचले मिठो बनाउनलाई अब कोसिस गरेको हैन। अब सबैजना बसेर खाने, बुढी तलै बस्दैछन्, मलाई चाँडो चाँडो बनाउनु छ। त्यही कारणले मैले ढिला सुस्ती नगरिकन तेल सेल हालेर चट्ट मैले मनदेखि बनाइदिएँ हैन। अनि भाइ चाहिँ आफ्नै पारामा बनाउँदैछन् गफ हान्दै। अब को हो मैले चिनेन है। काकती साकती चट्टा हालेर मुसिसकेपछि अनि मैले भाइलाई ट्राई गर्न दिएँ। चटपटे बन्यो, भाइले भन्यो मिठो छ, ल ठिक छ भनेर। भाइले पनि पास्ता बनाएर सकिन लागेछ। यही हो, को म चिन्दिनँ। भाइलाई सोधेको, भाइले भनेन। अनि सबैलाई चटपटे भाग लाएर म आफ्नो वाइफलाई दिनलाई गएँ तल चटपटे बोकेर। ऊ चाहिँ मोबाइल हेर्दै थियो, हामी टिकटक बनाएको थियो नि त, टिकटक एडिट गर्दै रहेछन् उसले। अनि त्यही कुरामा अनि त्यसपछि मैले ल चाखेर हेर नि त भनेको। फर्स्ट बाइट मैले नि खुवाउनु लाग्यो, उसले नि खुवाउनु लागेछ। मैले उसलाई खुवायो, उसले मलाई खुवायो। उसलाई पनि मिठो लागेछ। मैले बनाएको त हो, मिठो नभए पनि मिठो भन्नु पर्यो। मिठो भएछ, हामीले मजाले खायौँ चटपटे। भाइहरूलाई एउटा बड्डा छ, उसले चाहिँ खाना पनि खायो है, उसलाई चाहिँ पुग्दैन भनेर। भाइ पनि आमा भिडियो बनाउँदै रहेछ, केही छैन। अनि म पनि चाँडो चाँडो गएँ पास्ता लिएर, बुढीलाई पास्ता दिएँ, ल चाख भन्यो। बुढीले पनि चाख्यो, बुढीले पनि चाखी। अनि त्यसपछि अब हामीसँग धेरै टाइम थिएन नि त, अनि छिटो खाएर अनि ग्राब स्याब बोलाएर अब ड्युटीमा जानुपर्ने थियो। अनि बुढी ग्राबमा चढी, जस्तो कुनै मन लाग्यो हो मलाई त त्यतिखेर त। बल्ल बल्ल भेटेर बुढीलाई भिदा गरेर पठाउनु पऱ्यो। तपाईँहरूले भिडियो हेर्नुभयो भने लाइक, कमेन्ट अनि सब्सक्राइब हानिदिनु होला। यति भन्दैमा आजको भ्लग यत्तिकैमा इन्ड हान्दैछौँ है त।